त्यही हो, उठ्यो खाना सब्जी बनायो, नानीहरूलाई स्याहार सुहार गऱ्यो, तयार पारो। नमस्ते गर। नमस्ते। हेलो, गुड मर्निङ सेवा साथीहरू, नमस्ते, वेलकम टु माई च्यानल। म चाहिँ फेरि अलिकति धेरै समयपछि आइसकेको छु भ्लग लिएर। सो मिनी भ्लग लिएर आइसकेको छु। के कस्तो हुनुहुन्छ हजुरहरू, सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा लिँदै फेरि म मिनी भ्लगलाई स्टार्ट गर्दैछु। अनि म चाहिँ के गरिरहेको छु साथीहरू होइन, के गरिरहेको छु भन्दा म चाहिँ यहाँ थुक्पा उसिनिरहेको छु नि त साथीहरू। आज बिहान बिहानै थुक्पा खाने थुक्पा खाएर थुक्पा पनि खाना पनि खाने भनेर चाहिँ बनाउँदै गरेको। सो होइन अलिक धेरै समयपछि आएको छु। माया नमारिदिनु होला भन्न चाहन्छु मेरो साथीहरूलाई। अनि के गर्नु, यस्तै छ गाउँघरको जिन्दगी, कहिले भ्याइँदैन कहिले के, तर पनि भिडियोलाई चाहिँ कन्टिन्यू दिनुपर्छ भन्ने सोच चाहिँ छ। तर सोच हुँदा हुँदै पनि कहिले पाइँदैन। हेलो गर्नु छ न। हेलो हेलो नमस्ते नमस्ते। यता नमस्ते गर कान्छा, हेलो गर, नमस्ते गर, नमस्ते। सो होइन साथीहरू, अघि नै घरमा टान टान टुन टुन गरेको त देखिहाल्नु भयो। अनि अहिले चाहिँ हामी स्कुल जाँदैछौँ है। खानासाना बिहान उठ्यो, खानासाना बनाइयो, खाइयो। स्कुल टाढा छ नि त साथीहरू, सो त्यही भएर त्यही हो, उठ्यो खाना सब्जी बनायो, नानीहरूलाई स्याहार सुहार गऱ्यो, तयार पारो, लग्यो है। यस्तै छ है गाउँघरमा। अनि फेरि आज पनि निस्किसकेको छौँ स्कुल है। सो छाता चाहिँ मैले किन ओढेको भन्दा घाम छ, अनि मैले छाता चाहिँ यत्तिकै। ल साथीहरू, अब भने हेर्दै गर्नु होला फेरि मेरो भ्लग। अनि साथीहरू हामी चाहिँ यसरी होइन बाटोमा अलिक छिट्टो गयौँ भने चाहिँ रिल्सहरू बनाउँदै जान्छौँ क्या। अनि अहिले चाहिँ दुईजना यिनीहरू बेस्ट फ्रेन्डहरूलाई चाहिँ यसरी घुम तान गराउनु भनेको यिनीहरू लजाएर। अनि साथसाथै म पनि यसरी बनाउँदैछु यसरी। साथीहरू हामी चाहिँ घर फर्केको होइन, स्कुल लग्यो त्यस्तै अलिअलि तपाईँहरूलाई देखाइहालेँ। सो धेरै भिडियो चाहिँ मैले बनाइनँ, एकदम गर्मी छ नि त। सो त्यही भएर गरेको जति देखाएको जति मैले देखाइसकेको छु है हजुरहरूलाई। सो माया नमारिदिनु होला। नयाँ हुने जतिले सब्सक्राइब गरिदिनु होला, पुरानो हुने जतिले लाइक कमेन्ट गरिदिनु होला। सेयर त यति धेरै अपेक्षा पनि नराखौँ है साथी। बाई।